नमस्ते साथीहरू, मिना कुकिङ युट्युब च्यानलमा हजुरलाई स्वागत छ। र आज हामीले मटर पनिरको रेसिपी लिएर आएका छौँ। यहाँ देख्न सक्नुहुन्छ हजुरले इन्ग्रिडियन्ट्स पनिर, अनि त्यसपछि किरौ, अनि त्यसपछि टमाटर जुन कि हामीले पछि यसलाई ग्राइन्डर गर्छौँ, अनि यसपछि धनियाँ, प्याज चप, अनि जिरा धनियाँ, अनि त्यसपछि लसुन अदुवाको पेस्ट, अनि त्यसपछि चप। ल अब स्टार्ट गरौँ। फर्स्टमा चाहिँ हामीले एउटा तावामा प्यानमा चाहिँ हामीले अलिकति यो पनिरलाई फ्राई गर्छौँ। मैले पनिरलाई चाहिँ अलिकति कलर गरेको थिएँ र त्यसपछि चाहिँ हामीले कराईमा हामीले तेल हाल्छौँ र तेल हालेपछि चाहिँ हामीले त्यो तेलमा चाहिँ अलिकति जिरा अनि अलिकति चप गरेको लसुन अदुवा र सुकेको खुर्सानीहरूलाई चाहिँ एकछिन हामीले ब्राउन हुने बेरसम्म हामीले यसलाई कराईमा भुट्छौँ र यतिको ब्राउन भइसकेपछि हामीले अघि काटेर राखेको अनियनलाई चाहिँ हामीले यसलाई मिक्स गरेर हामीले एकछिन यसलाई चलाउँछौँ। र यतिको प्याज ब्राउन भइसकेपछि हामीले त्यो अघि टमेटो प्युरी राखेको यसमा हामीले मिक्स गर्छौँ र त्यसपछि हामीले लसुन अदुवाको पेस्ट यसमा हाल्छौँ र जिरा धनियाँको पेस्ट हालेर चाहिँ यसलाई एकछिन राम्रोसँग यसलाई हामीले चलाउँछौँ र यसपछि हामीले मसलाहरू एड गर्छौँ जसमा नुन, अनि त्यसपछि अलिकति चिल्ली पाउडर, अनि अलिकति यसमा हामीले कोरिएन्डर पाउडर, अनि त्यसपछि थोरै हामीले बेसार हामीले यसमा एड गरेर यसलाई राम्रोसँग एकछिन चलाउँछौँ। यो मसलालाई हामीले एकछिन 5 मिनट चलाएर ढाक्छौँ र ढाकेपछि हामीले माथिबाट यसमा थोरै पानी एड गर्छौँ र एड गरेपछि हामीले अघि राखेको मटर हामीले माथिबाट यसमा एड गरेर चाहिँ यसलाई राम्रोसँग हाई फ्लेममा एकछिन 10 मिनट हामीले यसलाई 10 मिनट हामीले यसलाई हाई फ्लेममा पकाएपछि यतिको थिक हुन्छ यो ग्रेभी र हामीले यसमा अब हामीले माथि अघि फ्राई गरेको पनिर हामीले माथिबाट यसलाई हामीले एड गर्छौँ र 2 मिनट हामीले यसलाई मिक्स गरिसकेपछि हाम्रो मटर पनिरको रेसिपी तयार हुन्छ र यसलाई थोरै हामीले माथिबाट कोरिएन्डर हालेर चाहिँ यसलाई हामीले गार्निसिङ गर्छौँ र यतिको भइसकेपछि हाम्रो मटर पनिरको रेसिपी रेडी हुन्छ र च्यानल मन परे चाहिँ सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद।